आज चाहिँ हामी दोस्रो प्रब्लम सल्भ गर्दैछौँ लिड कोडको। यो चाहिँ भ्यालिड एनाग्राम हो, नम्बर 242। यो चाहिँ मैले सिक्वेन्स चाहिँ युट्युब भिडियोबाट लिएको हो। सो लेट्स गेट इन्टु इट। अब यहाँ चाहिँ के भन्छ भने गिभन टु स्ट्रिङ्स एस एन्ड टी रिटर्न ट्रु इफ टी इज एनाग्राम अफ एस एन्ड फल्स अदरवाइज। एनाग्राम भनेको चाहिँ एन एनाग्राम इज अ वर्ड अर फ्रेज भन्यो। यो चाहिँ रिएरेन्ज गर्दाखेरि चाहिँ ठ्याक्कै मिल्नु पऱ्यो, त्यसलाई चाहिँ एनाग्राम भनिँदो रहेछ। अनि यदि मिल्यो भने ट्रु भयो, मिलेन भने फल्स भयो। इक्जाम्पल चाहिँ इनपुट एस, यो र यो ठ्याक्कै यताउता गरेपछि ट्रु भयो, तर यो र यो चाहिँ यताउता गर्नु मिलेन, सी र टी भएर यो चाहिँ फल्स भयो। कन्स्ट्रेन्ट चाहिँ 1 देखि 5 × 10⁴ सम्म हुनसक्छ अरे भनेपछि धेरै ठुलो हुनसक्छ। अनि एस एन्ड टी आर कन्सिस्ट अफ लोवर केस इङ्ग्लिस लेटर्स। ओके, लोवर केसको इङ्ग्लिस लेटर्सहरू भयो। फलो अप वाट इफ द इनपुट कन्टेन्स युनिकोड क्यारेक्टर्स, हाउ वुड यु एडाप्ट युर सल्युसन इन सच केस। अब यो मैले हेर्दा चाहिँ फर्स्टमा चाहिँ अब एस र टीको चाहिँ लेन्थ म्याच गर्नु पऱ्यो। यदि लेन्थै म्याच गरेन भने त्यो अब इन्डिभिजुअल क्यारेक्टर काउन्टसम्म चाहिँ जानुपर्छ जस्तो लाग्दैन मलाई। सो त्यो लेख्नु पऱ्यो होइन। अब अगेन हाम्रो सल्युसन चाहिँ जाभामा हुन्छ। सो इफ एस डट लेन्थ इज नट इक्वल्स टु टी डट लेन्थ गरौँ होइन। अनि मिलेन भने रिटर्न फल्स। यसलाई चाहिँ गार्ड कोड भन्छ। गार्ड कोड भनेको चाहिँ अब हाम्रो प्रोग्राम चाहिँ जतिसक्दो छिटो फास्ट हुनुपर्छ, इफिसियन्ट हुनु पऱ्यो होइन, टाइमले, कम्प्लेक्सिटीले। अनि अब यदि अब फर्स्टमा नै अब मिलेन भने सिधै साइड लगाइदिइहाल्नुपर्छ, धेरै टाइम खानु हुँदैन। त्यही भएर चाहिँ हामीले गार्ड कोड चाहिँ फर्स्टमै राख्छौँ। अब यसलाई कसरी सल्भ गर्ने भन्दा अब मलाई थाहा भए अनुसार चाहिँ अब यसको चाहिँ फर लुपमा लगाउनु पऱ्यो यसलाई, अनि योसँग कम्पेयर गर्नु पऱ्यो होइन। फर एज इन्ट आइटम यस्तै तल नि इन हो कि यो थाहा छैन मलाई होइन। एस गरेर चट्ट लगाएर अब यदि यो छ भने होइन त्यसलाई रिमुभ गर्नु पऱ्यो, छैन भने रिटर्न गर्नु पऱ्यो। एउटा सल्युसन त्यो हुन्छ। अर्को चाहिँ मैले काउन्ट गरेर ह्यास म्याप सेटमा राखेर, ह्यास म्याप भनेको चाहिँ अब त्यो म्याप हुन्छ कि युनिक सेट हुन्छ ह्यास म्याप। ह्यास सेट चाहिँ हामीले लास्ट भिडियोमा नि युज गरेको थियौँ। ह्यास म्यापमा चाहिँ सबै युनिक हुन्छ। म्यापमा चाहिँ की भ्यालु पेयर हुन्छ। ह्यास म्यापमा जस्तो ह्यास म्याप ए राख्यो भने होइन, ए छ भने चाहिँ ए डट पुट गर्छ होला सायद त्यस्तै। अनि जस्तो ए अनि 1 राख्यो होइन। अब यसरी चाहिँ हामीले ह्यास म्यापमा चाहिँ राख्न सक्छौँ, यहाँ कपी पेस्ट गरेर यसरी गर्न सक्छौँ। काउन्ट गर अनि जे छ त्यसलाई काउन्ट बढाउँदै लगेर, अनि अर्को लुप चाहिँ त्यसरी नै ह्यास म्याप बी बनाएर यसरी होइन, बी बनाएर बी डट पुट गरेर जस्तो आर छ भने 1 गर्न सक्छौँ। अनि फर अब त्यसरी नै हामीले चाहिँ यो एउटा चाहिँ यो राख्यो, एउटा चाहिँ टी राख्यो होइन। अनि त्यसलाई चाहिँ कम्पेयर गर्दै जाने। अब दुईवटा ह्यास म्यापलाई चाहिँ लास्टमा गएर चाहिँ फर आइटम्स आई, फर यसमा चाहिँ 3टा लुप लाग्ने भयो मैले देखेअनुसार चाहिँ। अनि त्यसले गर्दा चाहिँ अलिकति अब यो टाइम कम्प्लेक्सिटी हुन्छ बिग ओ नोटेसनमा चाहिँ। अब 3 अब के हुन्छ हाम्रो चाहिँ बिग ओ नोटेसन एक्चुअली फेरि हेरिहालौँ होइन। बिग ओ नोटेसन यो हेरौँ। O1 भनेको चाहिँ एकचोटिमा सबै हुने भयो, त्यो हाम्रो पोसिबल भएन। ON भनेको चाहिँ O लग N भनेको चाहिँ डिक्सनरी पल्टाएको जस्तो भयो। एभ्री टाइम चाहिँ हाफले रिड्युस हुँदै जान्छ, त्यो पनि मिलेन भनेपछि ON हुने भयो हाम्रो। यो ON पनि कस्तो हुने भने ON पनि एकचोटि एसको लागि जाने भयो, एकचोटि टीको लागि जाने भयो, एकचोटि अनि यो
ह्यास म्यापको लागि जाने भयो, कम्पेयर गर्ने भयो हैन, कम्पेयर गर्ने भयो, पेयर ह्यास म्याप ए। अब यो कोडहरू चाहिँ अब यो चाहिँ लजिक भयो कसरी गर्छु मैले भनेर नर्मली, अनि कोडहरू त अब इन्टरनेटमा सर्च गरेर गर्न सकिहाल्छ हैन। ए कोलाई चाहिँ रन गरेर कम्पेयर विथ बी गऱ्यो भने टकटक अब छ कि छैन भनेर हैन। इफ ए ए डट डट की को चाहिँ अब फ्रिक्वेन्सी पनि चेक गर्नु पर्यो, अनि की इज इन हैन यसरी बी हैन डट की, अनि ए डट की अब यो भएपछि अझ इफ कन्डिसनमा ए डट की फ्रिक्वेन्सी चेक गर्नु पर्यो हैन, काउन्टर लेख्नु न, काउन्टर इक्वल्स बी डट की काउन्टर भनेर चेक गरेपछि ठ्याक्क एन्सर आउँछ मेरो विचारमा चाहिँ। अब यो टेस्ट गर्न चाहिँ सकिन्छ, तर यो इफिसियन्ट सल्युसन होइन, मैले सल्युसन हेरिसकेको छु होइन। यो चाहिँ एउटा लजिक हो, मैले सोच्दाखेरिको लजिक चाहिँ यस्तरी, म नर्मली सोच्दाखेरि चाहिँ मैले यसरी सोचेर गरेर हुन्छु। इफिसियन्ट सल्युसन चाहिँ यस्तो छ। अब मैले यो कहिले देखाएको चिज चाहिँ होइन होइन, यहाँ चाहिँ एकदमै बाटो भएर गरेको छ कामहरू। यो चाहिँ कस्तो हुन्छ नि त, अब फर्स्टको मेरो टाइपको सल्युसन आयो, अनि त्यसपछि मान्छेले अप्टिमाइज गर्दै जाँदा चाहिँ यहाँसम्म पुग्छ जस्तो लाग्छ नर्मली। अब एउटा डेभलपरले कहिले नदेखेको चिज हो भने चाहिँ यो सल्युसनमा आउन चाहिँ धेरै नै गाह्रो पर्छ। इन्टरनेटमा चाहिँ अब एकैछिनमा पाइहाल्छ होइन, तर यो सल्युसन छ, तर यो सल्युसन चाहिँ के हो भनेर हामी बुझ्छौँ। यो एकदम फर्स्टको कुरा हामीले बुझिहाल्यौँ। फर्स्टमा चाहिँ यो कतिखेर कहाँ युज हुन्छ भन्दा चाहिँ अब यो चाहिँ अब प्रब्लमको सल्युसन चाहिँ कस्तो प्रब्लममा चाहिँ यसले काम गर्छ भन्दा चाहिँ अब कुनै चाहिँ मान्छेले रङ स्पेलिङ टाइप गर्यो होइन, रङ स्पेलिङ टाइप गर्दाखेरि चाहिँ यो चाहिँ यसले चाहिँ यो भन्नु खोजेको हो भनेर चाहिँ त्यो अटो करेक्ट गर्ने भयो होइन। अनि वर्ड प्रेडिक्ट गर्ने भयो मान्छेले टाइपहरू गर्दा चाहिँ। आजकल चाहिँ धेरै टाइपहरू मिस्टेक्स भइरहेको हुन्छ नि त, अनि फास्ट टाइप गर्दाखेरि हो, त्यसको लागि चाहिँ यो कोडले चाहिँ सल्युसन प्रोभाइड गर्छ। अब यहाँ के गरिरहेको छ त्यो हेरौँ। यहाँ चाहिँ इन्ट काउन्ट, यो चाहिँ एरे बनायो यसले 26 वटाको चाहिँ एरे बनायो होइन। यो जेनरली एल्फाबेट्स चाहिँ यसले यहाँ पनि चट्ट एउटा हिन्ट चाहिँ दिएको रहेछ, लोवर इङ्ग्लिस लेटर क्यारेक्टर्स भनेर। अनि लोवर लेटर इङ्ग्लिस क्यारेक्टर, लोवर केस इङ्ग्लिस क्यारेक्टर भनेको चाहिँ अब 26 वटा हुन्छ एदेखि जेडसम्म। अनि उसले चाहिँ अब एस डट लेन्थमा चाहिँ फर लुप लगाएर चाहिँ उसले चाहिँ एसको चाहिँ क्यार एट आई भनेको चाहिँ फर्स्टमा ए आयो, ए माइनस ए गरेर चाहिँ यो एरेमा थपिदियो होइन काउन्ट चाहिँ। अब उसको 6 वटा के अरे 26 वटामा एमा चाहिँ एउटा थपिदियो, अनि त्यसपछि यतापट्टि अब सेम एदेखि जेडसम्मको एरे हुन्छ होइन। अब प्रिन्ट गर्दाखेरि आउँछ होला, प्रिन्ट, अनि कहाँ प्रिन्ट गर्नु पऱ्यो भने सिस्टम डट आउट डट प्रिन्ट एलएन, काउन्ट इनिसियल काउन्ट बिफोर लेख्नु होइन, काउन्ट बिफोर प्लस हामीलाई चाहिँ अब एरे चाहिँ डाइरेक्ट प्रिन्ट गर्नु भने यसरी फर लुपै लगाउनु पर्छ होइन, एरेको सबै आइटम्सहरू प्रिन्ट गर्नलाई। यस्तो गरौँ, यसलाई रिटर्न सिटर्न के गरेन, हामी प्रिन्ट मात्र गर्नु खोज्छ। यो चाहिँ हामी डिबग गर्दैछौँ होइन, के हो त कोड भनेर सी गर्छ प्रिन्ट होइन। यसलाई हटाउँ। अब हामी यो क्यारेटमा के आइरहेछ त आई, त्यो पनि हेरौँ। अब प्रिन्टै गरेपछि सबै हामी यस्तै हेरौँ, कन्ट्रोल सी गरौँ, कन्ट्रोल भी गरौँ, अनि एस डट क्यारेट गरेर प्रिन्ट मात्रै गरौँ है यसलाई चाहिँ, किनभने अरू चिजहरू प्रिन्ट गर्छौँ। यसरी राखौँ, एस एट आई भनेर राखिदिउँ। अब आई चाहिँ प्रिन्ट नगरौँ किनभने त्यो अलिकति अल्छी लाग्दै हुन्छ, प्रिन्ट गरौँ न, किन नगर्नु। एस एट आई प्लस आई
प्लस यस्तो गरौँ हैन, कन्ट्रोल सी गरौँ, यसो राखौँ। अब यो चाहिँ टी भयो, टी डट एड आई टी भयो हैन। मेरो विचारमा चाहिँ यहाँ चाहिँ जस्तो क्यार एड भन्ने बित्तिकै यो एएनए भनेर प्रिन्ट हुन्छ, अनि माइनस ए गरेपछि के हुँदो रहेछ त्यो पनि हेरौँ। माइनस ए गरेपछि सायद अब जावामा चाहिँ यो लेटर्सहरू भने नम्बरमा रिप्रेजेन्ट गर्छ, सायद ए भनेको चाहिँ 0 हो, अनि एस भनेको चाहिँ अब त्यसको भ्यालु कति हुन्छ त्यो माइनस ए गर्छ। जस्तो अब ए माइनस ए भने 0 भयो, अब एन माइनस ए भनेको 10 12 कति हुन्छ त्यो माइनस ए गरेर फेरि जति हुन्छ त्यति नै हुन्छ। अनि यसले चाहिँ मेरो विचारमा कन्भर्ट गरेको हो, यो चाहिँ क्यारेक्टर हुन्छ, क्यारेक्टरलाई चाहिँ माइनस गरेपछि चाहिँ इन्टिजरमा कन्भर्ट हुन्छ भन्ने मेरो सोच हो। यसरी गर्नु चाहिँ मिल्दैन थाहा छैन, नत्र यसलाई भेरिएबल डिफाइन गर्नुपर्छ। अहिले यस्तो मात्रै गरौँ, इन्टिजर गरौँ, अहिले यति मात्र प्रिन्ट गरौँ, यो मिल्छ मिल्दैन भनेर हैन, एक्जिक्युट गरौँ। यहाँ सेमिकोलन राख्नु छुट्टै छ। सेमिकोलन नराखेर आउनुहुन्छ हुँदैन, सिन्ट्याक्स एरर आउँछ होला सायद। ओके, सिन्ट्याक्स एरर आयो। सबमिट गरौँ। ओके, यो पनि प्रिन्ट हुँदो रहेछ भनेर बुझ्नु पर्यो। सो हेरौँ, यहाँ अब 26 वटा फर्स्टमा यो प्रिन्ट भयो, यो 26 वटा आउनुपर्ने हो, 26 वटै छ होला हैन। अनि S8I0 भनेको ए आयो, अनि इन्टिजर एट I0 भनेको आई भनेको I0 भयो, अनि त्यही त ए माइनस त्यही त इन्डेक्स, यो चाहिँ अब क्यारेक्टरलाई इन्डेक्समा इन्टिजरमा कन्भर्ट गर्ने भयो क्या माइनस गरेपछि। यो पनि प्रिन्ट हुने रहेछ, अलिकति यस्तो गर्नु चाहिँ टिक्क गरौँ। यो प्रिन्ट भयो। ओके, यसमा अब सेम चिज यहाँ पनि गरौँ। यसलाई चाहिँ टी राख्ने होइन, एस र टी। अब क्यापिटल स्मलको खासै प्रिन्ट गर्दाखेरि त मतलब भएन। टी इन्टिजर टी एट आई टी इन्ट एस एन्ड इन्ट, यदि प्रिन्ट एलाइन राख्नु होइन। प्रिन्ट एलाइन र प्रिन्ट भनेको चाहिँ प्रिन्ट चाहिँ एउटै लाइनमा प्रिन्ट गर्ने भयो, प्रिन्ट एलाइन भनेको चाहिँ नेक्स्ट लाइनमा प्रिन्ट गर्ने भयो। अब यहाँ टी राखौँ, अब यहाँ टी राखौँ, अनि अब यो राखेर अब प्लस प्लस गर्ने हुने चाहिँ त्यो ठाउँमा थप्ने भयो, माइनस माइनस गर्ने चाहिँ त्यो ठाउँमा हटाउने भयो। सो यस्तो गरौँ, अनि यस्तो गरौँ। अब थप्दाखेरि कस्तो हुन्छ, घट्दाखेरि कस्तो हुन्छ त्यो पनि हेरौँ हामी। अनि लास्टमा गएर चाहिँ यसलाई फर इन्ट सी चाहिँ काउन्टमा चाहिँ अब सी गर्छ, अनि सी चाहिँ 0 छ छैन भन्ने बित्तिकै चाहिँ फल्स भयो भनेको चाहिँ अब उसले टक 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 इन्डेक्स राख्दै जान्छ। यहाँ चाहिँ 1 हुन्छ होला, यहाँ अब माइनस माइनस गरेर छ नि होइन, यहाँ -1 हुनसक्छ। त्यस्तो चाहिँ अब कुनै आउने बित्तिकै चाहिँ फल्स गर्ने भयो चाहिँ एनाग्राम भएन भनेर चाहिँ डिफाइन गर्छ, नत्र चाहिँ एनाग्राम हुन्छ। जहिले पनि 26 वटा भएको भएर चाहिँ यसले चाहिँ जहिले 26 वटा भयो। हाम्रो ह्यासम्यापहरू गर्दाखेरि चाहिँ अब लामो स्ट्रिङ छ 5 वटा, यसले चाहिँ अब 10 to the power 5 × 10 to the power 4 भनेपछि अब इमेजिन गरौँ हाम्रो लेन्थ चाहिँ यतिसम्म हुनसक्छ भने अब त्यत्रै साइजको म्याप बन्ने भयो। तर यदि यति मात्रै छ भने त 26 वटा मात्रै जहिले पनि बन्ने भयो साइज एरेको, अनि त्यही भएर यो चाहिँ धेरै इफिसियन्ट हुन्छ भन्ने मैले बुझेँ। अब यसलाई रन गरी हेरौँ पहिला। ओके, रन गर्दा चाहिँ अब हेर्दै जाउँ एनाग्राम र यो र योको के अरे फर्स्टमा हेर्दा चाहिँ 0 आएर चाहिँ फर्स्टको लाइनमा सबै 0 हुनुपर्ने हो। 26 वटा 0 छ होला होइन, काउन्ट गरौँ चाहिँ नगरौँ, 26 वटै छ मलाई थाहा छ। अब यसले S8I0 ए को चाहिँ एसको भ्यालु 0 आयो, काउन्ट बिफोर सी 1 आयो। ओके, ए राख्यो। अब यो चाहिँ एस प्रिन्ट लाइन राख्नु, प्रिन्ट लाइन त राखेको छ नि, किन तल आएन यसपछि। ओके, S80 0 ए भयो, S8I को भ्यालु पनि 0 हुने भयो होइन।
काउन्ट अब ए मा चाहिँ 0 भयो 1 भयो अरू सब 0 भयो मेरो विचारमा हैन ठ्याक्कै मिल्यो अब टी को चाहिँ n हैन टी को चाहिँ 0 मा भ्यालु n छ है n छ अब n भनेको चाहिँ 13 रहेछ 12 हैन रहेछ 13 रहेछ अनि काउन्ट बिफोर 1 अब यो अलरेडी यहाँबाट 1 थपिसक्यो a 1 भयो अब यसरी चाहिँ सर्दै जाँदा 13औं नम्बरमा चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 यो चाहिँ 0 बाट सुरु भएर 0 1 2 भएर चाहिँ 14 मा भएको हो हैन हामीले चाहिँ 1 देखि काउन्ट गर्छौं तर एरियलमा चाहिँ कम्प्युटरमा चाहिँ 0 देखि काउन्ट गर्छ यसमा चाहिँ -1 बस्यो -1 किन बस्यो भन्दाखेरि हामीले चाहिँ यहाँ माइनस माइनस गरेका छौं हैन माइनस माइनस गरे भएर चाहिँ यसको भ्यालु चाहिँ -1 भयो अनि अरु सबै 0 अरु यहाँ पनि 1 रहेछ त ए अब यताबाट चाहिँ यो मैले एउटा राख्दिन सजिलो बनाऊ डिलिट गरौँ एउटा अब यो लुप सकेको त थाहा हुनु पर्यो नि हैन लुप सकेको नै थाहा भएन यति गरेपछि लुप सकेको थाहा हुन्छ हामीलाई अब यहाँबाट जान्छौं यो भयो हाम्रो फर्स्ट पेजको काउन्ट सक्यो अब काउन्ट कस्तो भयो भने अघिकै काउन्ट भयो हैन अघिको एरे भयो अब n मा जान्छ अब उसको n मा यो चाहिँ फर्स्ट को भयो अब n मा चाहिँ उले 1 थपिन्छ 1 थपेपछि 0 हुने भयो अघि -1 भएको ठाउँमा अघि यहाँ -1 थियो 14th मा अब यो 0 हुने भयो अनि यहाँ चाहिँ फर्स्ट को चाहिँ 1 नै भयो अनि यसलाई चाहिँ काट्दिएर 0 भयो हैन 14 तिर 0 भयो अनि अब फेरि अब टी ले चाहिँ के थप्ने भयो एन ए थप्ने भने चाहिँ ए पनि माइनस माइनस गर्ने भने चाहिँ ए पनि 0 भयो भने चाहिँ सबै नै 0 भयो हैन अब अनि त्यसपछि अब थर्डमा गए फेरि ए थप्यो यसले ए थपेपछि चाहिँ 1 भयो अनि यतापट्टि चाहिँ टी मा चाहिँ जी थप जी ले माइनस माइनस गर्ने भयो 6 रहेछ यहाँ 6 मा -1 आइसक्यो ट्याक्कै यसरी गर्दै जाँदाखेरि चाहिँ अब अनि फेरि नेक्स्ट लुप सुरु हुँदाखेरि फेरि 1 भयो हैन 1 र -1 यो ठीक छ अब s को 3 मा s को 4 मा चाहिँ g छ फेरि g भएपछि फेरि यसलाई 0 बनाइदियो अनि g बाट फेरि a भयो यसलाई पनि 0 बनाइदियो किन इफिसिएन्ट रहेछ भनेर हामी म चाहिँ बल्ल बुझ्दै छु जहिले पनि अब यो चाहिँ 01 01 चाहिँ 26 वटामा 01 01 मै खेल्ने भयो 01 -1 0 1 -1 अब 2 पनि हुन सक्छ होला भइराख्यो भने अनि यसरी टक 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 मिलाउँदै गएपछि चाहिँ ठ्याक्क आन्सर पनि आउँछ अब यहाँ त्यही भएर यो पास पनि भयो हैन अब रियलिस्टिकली अब जसले एनाग्रामहरुको पहिला काम गरेको छ अथवा एल्फाबेट्समा काम गरेको छ भने चाहिँ यसरी सल्युसन चाहिँ निकाल्न सक्छ होला तर नर्मली चाहिँ सायद ह्यास म्यापहरु युज गरेर अथवा सर्टहरु एरे डट सर्टहरु पनि गरेर पनि ठ्याक्क मिल्छ फ्रिक्वेन्सीहरुतिरबाट पनि क्याल्कुलेट गर्नु मिल्छ तर एरे डट सर्टहरु भनेको चाहिँ अलिकति महँगो हाम्रो यो बिगो नोटेसनमा चाहिँ अलि महँगो ठाउँतिर पुग्छ सर्टहरु भनेको चाहिँ कहाँ पुग्छ हो सर्टहरु हेरिहाल्नु न एरे सर्ट बिग ओ एरे डट सर्ट भनेको चाहिँ एन लग एनमा जाने रहेछ ओहो धेरै महँगो भयो यो अनि त्यही भएर हामीले चाहिँ त्यो युज गर्नुको सट्टा अप्टिमल सल्युसन चाहिँ ओ लग एन चाहिँ युज गर्छ यो चाहिँ अब 2 1 नै भयो एक्चुअली फर्मुला लाग्छ भने सबैमा एक्चुअली 1 भयो अब अनि काउन्ट पनि अब यो चाहिँ अब एरेको काउन्ट भयो हैन 26 वटा प्लस गरेको भने चाहिँ अब यो चाहिँ अब ओ लग एन मै जान्छ 2n 3n 4n जति भए पनि n मै जान्छ अब हाम्रो पास भयो अब यसलाई सबमिट हान्दिम न त पास भयो भने हैन पास भयो नि आउटपुट लिमिट एक्सिडेड ओके हामीले प्रिन्ट लाइन धेरै राखेर यसले आउटपुटै एक्सिड गर्यो प्रिन्टका प्रिन्ट भएन ओहो मैले भने नि यत्रो लामो भएपछि त अब ओहो त्यही त प्रिन्ट लाइनले नै धेरै नै एक्सिड गर्यो त्यही भएर हामी चाहिँ यो प्रिन्ट लाइनहरु हटाउँछौं यति मात्रै हो अब यसलाई हामी पहिला सुरु टेस्ट केस रन गर्छौं सबै कोडहरु मिलेछ कि छैन भनेर मिल्यो केस 2 पनि मिल्यो अब हामी यसलाई सबमिट गर्छौं ओके
5 मिलिसेकेन्ड्समा 62%लाई मात्रै बिट गर्यो। मेमोरी चाहिँ ओके दिस गुड। अब 62% मात्रै किन यस्तो भयो हेरौँ न त के हो यो। स्ट्याटिक पो राखेको रहेछ त के गर्दो रहेछ यसले पनि हेरौँ न। अरू त ठिकै छ यो यस्तै भयो। ठ्याक्क रिजल्ट ठ्याक्क हामीले गरेकै काम गर्यो यिनीहरूले होइन। सो यो चाहिँ ठिकै छ। यो स्ट्याटिक चाहिँ के गरेको भनेर हामी एकचोटि हेरौँ। हामी यहाँ पढ्न सक्छौँ स्ट्याटिक। हामी यहाँ पढ्न सक्छौँ। यसले स्ट्याटिक चाहिँ किन गरेको रहेछ भने क्लासिक लिड कोड स्पिड ह्याक रहेछ। यसले चाहिँ के गर्यो पहिला बफरमा राखिदियो 5 टाइम्स डमी इनपुट लिड कोड प्लस टु टेस्ट रन। त्यही त यसले बफरमा राखेर जेभिएममा चाहिँ कम्पाइलरलाई चाहिँ अब त्यो पहिल्यै राखेर अनि वाम बनाएर त्यसले झट्ट रन गर्यो। त्यही भएर त्यसको चाहिँ कतिमा रन भएको छ 0 ms अफ रन टाइम रे। यो चाहिँ यो रन टाइम उसले चाहिँ स्पिड ह्याक मात्र गरे हो। यो खासै केही छैन। यति मात्रै हो सल्युसन। धेरै चाहिँदैन। थ्याङ्क यू भेरी मच।